हेलो साथीहरू, सेवा नमस्ते। हाउ सन्चै हुनुहुन्छ? म चाहिँ यहाँ पोखरातिर छु तर एकदम राम्रो ठाउँ भन्छ नि होइन पोखरा, तर एकदम बोरिङ लाग्दो के है। दिन पनि घाम लाग्दैन है, धुमेकै 1 महिना भइसकिसक्यो आएको, घामको मुखै देखेकै छैन। झेलले ढुम्म परिराखे, विरक्त लाग्दो दिन। मलाई त यति बोर लाग्छ कि आमामा। अनि सबैले सुन्दर सहर पोखरा भन्छ नि, शान्त यहाँ त्यहाँ अरे। फोहोर पनि 1 महिना पनि लिन आउँदैन, बल्ल 1 महिनामा आउँछ। अनि पुरा के अरे बोतलहरू पनि फोहोर नआउने भएपछि के अरे सानो कलबटमा फ्याँक्ने रहेछ। एकदम बोर लाग्दो कि मलाई त लास्टै भएको छ। विरक्त लाग्ने के ढुम्म भइरहेछ, न घाम लाग्छ न पानी पर्छ। पानी पनि कहिलेकाहीँ पर्छ तर डेली चाहिँ पर्दैन। अनि ढुम्म के त्यो तराईतिर होस् लाग्छ नि त्यही टाइपको। अनि म त काठमाडौँतिर रमाइलो लाग्छ नि त, उता त यस्तो धुमी बस्दैन। अनि एक्लै भइन्छ। अनि दिमाग घुमेर एकदम त्यो के झ्याउ लाग्दो है। अनि टिकटकहरू पनि कति हेर है, अब त्यतिकै बस्यो भने। अनि साथीहरू पनि नै भयो भने फेरि पूर्वेली र यतातिरको अर्कै टाइप अलिकति बोल्यो भने नि कस्तो रिसाएर बोले जस्तै। अनि हाम्रोतिर अलिकति गरेर बोल्छन् नानी, ए कस्तो सन्काएर रहेछ जस्तो लाग्ने क्या। अनि आमामा म त बस्दा बौलाइ भइसकिसक्यो। कहीँ गयो कहीँ हुँदैन। अनि पूर्वतिर हामी बस्नेतिर जाने पसलतिर नि एकदम हाँसेर बोल्ने हो नि त। यहाँ सिरियस भएर कस्तो रिसाए जस्तो गरेर, यस्तो केही स्याम्पल छैन बनाउने, यो त यस्तो हो भनिदिँदा चाहिँ कस्तो ठाडो। अनि म त खासै पसलमा नि गएको छैन क्या। अनि त्यही भएर हेर्दै गर्नु होला। कोही हुँदैन क्या आमामा, म त बौलाइ भइसकिसकेँ। अनि कोहीसँग बोल्नु पनि अब लाज लाग्ने। अनि काहीँ साथीहरू पनि बनाएको छैन। आमामा रुमभित्र बस्छु सुटो फेरि के गरेर पसलतिर गयो। यति सफोकेसन भइरहेछ कि मलाई त। अनि यता माइती घरतिर काठमाडौँ गएको पनि त फेरि हाम्रो मम्मीको भिजा बनाउनु पर्ने थियो। अनि काका छोरा दाजुले बनाइदिनु है भनेर आएको त झन् इतनी बुढी हो र होइन। अनि बौलाउनु मात्र आँटिरहेको छु सफोकेसन भएर। म त यस्तो बौलाएर भएको थिएन कि जिन्दगीमा। अनि घरमा त भाइहरू हुन्थ्यो, मम्मीहरू हुन्थ्यो, जिस्की बसिन्थ्यो। यहाँ त एक्लै हुन्छु आमामा। म लुगाहरू पत्याउँछु।